Reggae टॉयलेट त राम्रै बनायो यसको पैसा अझै दिन बाँकी छ आज राति पानी नि आइन्छ पानी कसरी दिने हो यसलाई मकै नि भइहाल्छु के खान्छन् कुखुरा मान्छेले के खान्छ कुखुरालाई हेर्ने हेर फेरि लडेर खान्छ नि नलडी खाए के हुँदो यो चिजको यो दम्बैले त बिगारेछ यसको पारा आज त अब के खान्छ आज त भेगे मको पानी बोक्न नि नसक्नु
राति पानी ल्याइन्छ के खान्छ यो फेरि यो पानी यसका चाहिए मान्छेलाई नि के चाहिने चाहिने कोलगेट नि यही बेला भेट्दा कुखुरालाई मकै छैन भैँसीलाई अन्न पातको गेडो छैन मान्छेलाई त छैन अब भैँसीको कुरा के दुई दिनलाई त हुने आइज त्यही नै पुरै सबै चिज पुरै गर्नु पर्छ कसरी हुन्छ खुन्डाले अनि कतिसम्म सुत्न सक्यो है तिमीहरू बिहान 3 डबर भइसक्यो अलि उठ्ने होइन सुता तिमीहरू केही छन्केर दि यहाँ कसले कसको मेहनत बुझ्ने हो र उठेन भाइ भने चिया बनाउँदै है मैले आउँछु पानी लिएर नमस्ते नमस्ते कता हिँड्न पानी लिन जाम भनेर अस्तिको सामान ल्याउनु भयो लिएर घर आइदिन्छु बहिनी नानी होइन यो यतिखेरसम्म नि उठ्दैन नानी सुनि न उठ्ने होइन यो उठ्ने बेला कति अल्छिनी छ हेर्न यो पोसाक क्यारी वाला गरी खाने के पोसाकले वाला गरी खाने हेर्न धेरै बोलेको ल जा चिया बनाएर राखेको छु त्यो चिया निकालेर खा अनि भात पानी लिएर आइदिन्छ चिया त हेरेर मात्रै हुन्थ्यो नि को छ तेरो नोकर ल डोको लिएर जाऊ डोको चिप्लो छाके लोटिन्छ पर्दैन बिचरा बसन्ती राई समाजका लागि कति राम्रो कुरा गर्छन् तर यिनको कुरा कसैले विश्वास गर्दैनन्। मान्छेले यिनलाई गलत नजरले मात्रै हेर्छन्, सबैले यिनलाई मात्रै दोष दिन्छन्। समाजमा परिवर्तन ल्याउँछु भन्दै युद्धमा हुम्बिएका बसन्ती राई आफैले खुट्टा गुमाए। त्यसैमाथि पार्वती भाउजूले छोडेर यो बिजोग। यहाँ कयौं महिलाहरू पुरुषबाट पीडित छन् भने थुप्रै पुरुष महिलाहरूबाट पीडित छन्, जसमध्ये यिनी पनि एक हुन्। नमस्ते नानी, सन्चै हुनुहुन्छ?
त थकिन्न है पर्दैन नानी पर्दैन ल बोक्नुहोस् तपाईँले एक दिन गरेर होइन कहिले लिन आउनुहुन्थ्यो हजुर राम्रो यो चिप्लो छ ख्याल गर्नलाई म हुन्छ दाइ ल राम्ररी जानुहोस् गाई पानी ल्याउन नि कति लागेको टाइम हेरा यो फोहोर यदि बढाउन पनि सक्दिनन् किन केटाकेटी यही खेल्ने यो फोहोर ए जुना जुना ए सुन्दिन लाउ के ल्याए हजुर यहाँ त कसले र म छु यहाँ यस्तो फोहोर भएको देख्दा हातले सँगसँगै फाल्दिने अझै इसी कुचाले हाल्छु नि कमसेकम यता बढाएर सफा गर्न सकिन्छ है यत्र यत्र घरमा भएर पनि खालि फोहोर मात्रै गर्ने यो मासतिर यो ब्याग फेरि कसले खसाल्यो यहाँ त्यसमा त मैले पैसा राखेको अस्ति कहाँ रहेछ ए जुना हजुर यसमा पैसा खै मलाई के थाहा त्यत्रो पैसा कहाँ गयो यहाँ राखेको अस्ति देखेछस् के तैँले नै देखिन म त यहाँ कोही आएको क्या थिएन तलको बसमा आउनु भएको गरे ए बसन्ते तेरो चक्रीको लागि यस्तो पो हो पख अब मैले तँलाई जानेछु अब तैँले चोर्न पनि थालिस् होइन अब पख बसन्ते अब तैँले हुँदा हुँदा चोर्न थालिस् होइन तेरो छाला अब नेता सिमबाट नकालेर हुँदै हुने भएन नेताजी नमस्ते नमस्कार अनि मिठी यो हँसाएर फसाङ पसिना र पसिना हुने कता हिँडेछौ त्यो हतारमा मेरो घर पैसा गरेर बिहान बसन्ती भन्दा अरू मेरो घरमा कोही आएको छैन त्यसले भन्दा अरू कसैले मेरो पैसा भने के भन्छ नि त्यसले भन्दा अरू कसैले मेरो पैसा पाएको छैन ए उसो भए यसो गर दुईजना मान्छे जम्मा गर म 1 घन्टापछि आउँछु हुन्छ नि त अलिक छिटो आउनु होला ल म ल ल हुन्छ त्यहाँ जम्मा गर्दै गर आयो ए मिठो सुन त त्यहाँ मान्छे जम्मा गर्दाखेरि यो हाम्रो पार्टीको अलिक धेरै जम्मा गरे है त एकटा पानी ले त पानी पिउनु पर्यो के पानी खाने हेरिरहेको त पानी खाएको देखाइदैन जा बसन्ते अब परिस्थिति अब तँलाई कसरी घुमाउनु पर्छ मलाई थाहा छ हामी विरुद्ध कार्यकर्ता भट्काउने कार्यकर्ता उचाल्ने तँलाई तलाउने मौकै मैले यही मौका खोजिरहेको थिएँ
मिठो पैसा बसन्तले चोरेकै होला र त्यसले भन्दा अरू कसले त त्यसरी चोरेको ल नेताजी पनि आउनु भयो नमस्कार है नमस्कार सबैजना सन्चै हुनुहुन्छ होइन होइन बस्नु होइन बस्नु भयो खोइ त पसन्द आएन रहेछ त्यो चोर किन आउँछ र अहिले मिठो तिमी नरिसाऊ दुध पानी त्यो हामी समाज छँदैछौँ अरू यसो दुईजना भाइहरूलाई पठाउनु पऱ्यो दुईजना भाइहरू ए सन्दीप जो त लिएर आऊ त पसन्दलाई चोरलाई लिएर आऊ ए केटा सुन त त्यो बसन्तलाई एक दुःख नदिकन बरु हातै बाँधेर लिएर आए अनि मिठो त्यस्तो चिज त समय राख्नुपर्छ नि तिमीले अहिलेसम्म हराएको थियो नि हराउला भनेर कसरी थाहा पैसा त जोगाएर राख्नुपर्छ नि राम्रो ठाउँ हो त नि हुन त हो अब अहिलेसम्म हराएकै थिएन अब यसरी हराउला भन्ने थाहै भएन यसले पैसा चोरेछ यो गाउँको बेइज्जती गर्नु हो यसलाई मैले गाउँबाट निकालिदिन्छु हाम्रो यो वडासित कुरा गरेर यसलाई केही न केही गर्नै पर्छ डोका काटिने एउटालाई कति गाह्रो यो गाडी चोरेर नि बेलामा गाडी चोर छ त कसरी निस्किने होला यो के गरेको त बरु को हो भन्छु ए को हो त बरु ए बाबा यो के भन्छ त के गरे अब यो के त्यो गाडी साइडी खालिदिनु चोर्नसम्म चोर्नु चोरको छोरा जाऊ त आयो केटीले पैसा राखेको ठाउँै बिर्सिनु भयो र पैसा त्यहीँ त रहेछ नि बेकार बसन्तैलाई लगाएर यत्रो पैसा यहीँ रहेछ बसन्तैलाई भनिहाले अदिलाई भन्ने किन भन्ने सोझो मान्छेलाई पैसा रहेछ भन्न म गएर भनिहाल्छु यो के गर्नु तपुरले ल ए यो अहिले अपराध नथरिँदैन हात खोल्दैन त हात खोल्दैन मान्छेका हात खुट्टा बाँधेर ल्याउने हो ल एकछिन खोल्दै भइहाल्यो नि खोलिदियो अनि मान्छेलाई हात खुट्टा बाँधेर ल्याउनुहुन्छ मैले के त्यस्तो अपराध गरेको छु हजुर भन्नुहोस् तिमीले त यो मिठीको पैसा चोर्यो भन्ने कुरा आएको छ नि यहाँ मैले पैसा चोर्ने सबैले त्यही भन्नुभएको छ तिमीलाई अब बाँधेर यहाँसम्म लिएर आएको छ मिठो मैले तिम्रो पैसा चोरेँ
आखिर खास कुरो के हो त? केही पनि होइन। मलाई तपाईँहरूले फसाउन यो षड्यन्त्र गर्नुभएको। मैले पैसा चोरेको हुन सक्छु। म मिठो घर अहिलेसम्म गएको छैन। हेर मेरा झुट बोलेको भर्खरै झुट बोल्ने कति झुट बोल्न सकेको। अस्ति भर्खर तपाईँ हाम्रो घरमा जानु भएको होइन? त्यो गोइको आँसु झार्न पर्दैन अझै। हेर्नुहोस् बहिनी, मैले तपाईँको पैसा चोरेको छैन। मलाई दुनियाँले ठग्यो, मलाई दुनियाँले सतायो, तर मैले आफ्नो इमान्दारी त अहिलेसम्म छोडेको छैन। तपाईँले मलाई आज त्यसै चोर लाउनुहुन्छ बहिनी। तपाईँको मैले पैसा चोरेर के गर्न सक्छु? बरु मेरा छोराछोरी भोकै मरुन्, तर मैले सत्यको बाटो कहिले पनि छोड्दिनँ बहिनी। सत्यको बाटो कहिले पनि छोड्दिनँ। ल यो बसन्तले मिठुको पैसा चोरेको भन्ने चाहिँ ठहर भयो। यसैले यो चोरेको। अब यसलाई के गर्ने मिठु? एकचोटिलाई माफी दिन्छौ कि? कहाँ माफी दिने? यस्ता त कालो मोसो लगाएर जुत्ताको माला लगाइदिएर गाउँ निकाल्न गर्नुपर्छ। अब त्यही त। ल गाउँलेहरू तपाईँ के भन्नुहुन्छ त? उठ उठ उठेर कालोमा सुधाल्दै सुत्नु लगाइदिनु। ल अति भयो थियो आजदेखि कालो मोसो लगाएर निकाल्न पर्यो गाउँबाट। खै जुत्ताको माला। यो बसन्तलाई यो अहिले चेतावनी हो। फेरि यो गाउँमा दुबारा पनि यस्तै गर्यो भने चाहिँ यसलाई पुरा गाउँ निकाला गर्नुपर्छ। अहिले चाहिँ